आज हामी यहाँ हाम्रो गाउँको एकजना दिदीलाई स्तन क्यान्सर भएकोले अलि आर्थिक रूपमा उहाँ धेरै कमजोरी पनि हुनुभएकोले गर्दा हामी उहाँको सहयोग आर्थिक सहयोगको लागि यसो आफ्नो गाउँतिर हामी डुल्दैछौँ। आर्थिक सहयोग गर्नको लागि म जाँदैछु गाइजहरू है। अब यस्तो बेलामा सहयोग नगरेर पनि हुँदैन। मान्छेलाई सेवा नै धर्म भन्छ। अस्ति हामीले पैसा के उठाउन आएको आर्थिक कमजोर भएर चाहिँ यसो सहयोग गर्नु अनि यो हामी खाता लिएर हिँड्ने पनि अस्ति सोचेको थियौँ। अब चाहिँ नहिँड्ने हुन्छ जाने बुढी रात परो पानी परेर छाता ओढिँदैछ। त्यसका बाद यतिखेर पानी पर्नुपर्ने माथिको घरतिर आइसकेका छौँ। अझै फेरि ठ्याक्क पानी परिदियो क्या। यतिमै स्टप गरौँ अब। काठमाडौँको झल्को आउने त छुच्चो हुन्छ नि त टोक्ने। बस 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 यसलाई जतिको झ्वाक यसलाई जतिको फुर्ती कसैलाई आउँदैन फेरि यो खालको कुकुरलाई। ल्याएर मुनि सुतिरहेको एकैचोटि आयो क्या। गाउँको घरेलु उद्योग कार्पेट तपाईँलाई धेरै धेरै धन्यवाद है बाबुजुलाई। बिमारी निको होस्। सहयोग दिनुभएकोमा धेरै धेरै धन्यवाद। हुने खाने यस्तै गरी दिने हुनु। खानु पर्यो नहोस्। हुने खाने यस्तै गरी दिने हुनु है। हो त हो, सही कुरा गर्नुभयो है।